Sandro, this is Italian cheese. Yes. What is name? Mozzarella. What? Mozzarella. Mozzarella. Wow. Italian cheese mozzarella. यहाँ बनाउँदै हुनुहुन्छ हाम्रो सान्द्रो भिनाजुले. एकछिन लास्ट अब यो पछि कम्प्लिट कोल्ड गरेपछि कम्प्लिट हुन्छ अरे. And that water, what you do? That This? water is not using? Yes. Take out Using- cream. Cream and butter. Yeah, okay. Oh. दुईजनै चाहिँदो रहेछ यसलाई. हाम्रो दिदी भिनाजुले यहाँ चिज बनाउँदै हुनुहुन्छ. इटालियन चिज हेर्न सक्नुहुन्छ. अनि त्यो चाहिँ सबै त्यो चाहिँ के गर्ने रहेछ त्यसले चाहिँ क्रिम बनाउने चिसो भएपछि होइन. यो पानी चाहिँ क्रिम बन्छ, क्रिम भएपछि फेरि बटर बन्छ. अनि कसरी बनाउने त्यो चाहिँ? त्यो पाउडरमा अलिकति चिसो हुन्छ अनि फेरि माथिमा फेरि क्रिम हुन्छ. ए माथि चाहिँ क्रिम आउँछ, तल तल पानी छुट्टिन्छ. छुट्टिन्छ. तर जस्तो कि दुधमा ए. मात्रै नै आउँछ त्यस्तै हुन्छ. ए अनि फेरि यो उता हाल्दा नि आउँदो रहेछ है. क्या खतरा. अनि यो केजी बनाएर राख्ने हो कि पुरै एउटैमा त होइन नि? यो चाहिँ के यहाँ जान्छ ए